गाइस यहाँ घाँस खानाको घाम देख्न सक्नुहुन्छ यस्तो छ टन्टाले पऱ्यो। अनि यति मेडी सफा गर्दैछु मैले चाहिँ। यहाँ अझै छ कस्तो राम्रो घाँस छ यो चलक्क कुखुराले खान्छ। यो चाहिँ मैले सफा पनि हुन्छ गाइस। अनि त्यसपछि कुखुरालाई घाँस पनि हुन्छ काट्नको यस्तो बिचली छ देख्न सक्नुहुन्छ मलाई। भगवान् गर्मी भएछ फेरि अलिअलि गर्मी नभएछ फेरि यहाँ मच्छरले कहाँ बस्न दिन्छ र मच्छरले टोके यस्तो घाममा त। ल अनि यति घाम साथीहरू लास्टै घाम भयो है। पानी पर्दा पानी नै पऱ्यो भन्नुपर्ने घाम चर्किँदा घामै चर्क्यो भन्नुपर्ने। यो चाहिँ यो धान यतापट्टिको चाहिँ हाम्रो जेठानी दिदीहरूको यो अनि यतातिर चाहिँ भित्रपट्टि जालीभित्र चाहिँ कुखुरा र हाँस पाल्ने के पाल्ने भनेर जाली गर्नुभएको। अनि यो यतापट्टिको मभन्दा यतापट्टि साइडको चाहिँ हाम्रो जेठानी दिदीहरूको अनि यतापट्टिको फेरि हाम्रो धान यस्तो भएको देख्न सक्नुहुन्छ। राम्रो भएको छ धान। अनि त्यसपछि धानबारीमा फेरि यस्तो छ कि मेडीमा घाँस फेरि यस्तो त्यो मकैबारीमा हुन्थ्यो नि बन्छु हो त्यस्तै छ। अनि मैले चाहिँ मेडी सफा गर्दै गर्दै आइरहेको छु। अनि यहाँ मेडी सफा गर्ने क्रममा फेरि मैले यसरी गोड्छु कि गाइज यो यसरी खेतमा हुन्छ नि यो मेडी काटिसकेपछि हो यसरी झारो हुन्छ नि खेतको हो त्यसरी चेत्न नचेतिकन फेरि मलाई घाँस काटे जस्तो लाग्दैन। मेरो काम चाहिँ एकदम ढिलो छ साथीहरू है। तर मलाई चाहिँ सफा काम गर्नुपर्छ कि देख्न सक्नुहुन्छ। अनि यसरी झारहरू चेतिएपछि साइडको अनि ठ्याक्क हुन्छ कि बल्ल उहाँहरू हुन्छ। अनि मलाई आनन्द लाग्छ काम गरेको हो के अरे भनेर झारा टार्ने काम मात्रै गरेर मलाई मन पर्दैन कि त मेरो छोरी फेरि यहाँ पानी ल्याएर गरेपछि मलाई थाहै थिएन। तिर्खा लगाइरहेको थियो बोल्न पुऱ्याइरह्यो। अनि कति बेर भुल्यौ त मा धेरै बेर भुलेको होइन। त्यही आज स्टेसनरी गएको थिएँ के अरे अनि त्यतिखेर यो कस्तो घाम छ न पानी खाएर निस्केको त्यो यता चटपट पसलमा आइसक्नु थियो। पानी खाएर निस्केको त्यो बाबाले देख्नु भएको गाइस। अब मैले चाहिँ यहाँ यसरी घाँस खतरा काट्दैछु। यति काटेपछि घर खाना बनाउनु पर्छ। सधैँ नानीलाई सानोलाई लिएर जान्थेँ मैले कराते। अनि आज चाहिँ भएन भयो यो घरको कामै गर्न पाइएन खालि लिन जाने र पुऱ्याउनु जानेको कामले गर्दाखेरि डिस्टर्ब भयो घरलाई भनेर मैले चाहिँ आज जान्मीलाई पठाइदिएर ल गाइस। अब मैले यहाँ घाँसहरू पटाउँदैछु है घाँसहरू